चाइनाको बुद्ध पुरुष लाओत्सु महान चिनी दार्शनिक लाओत्सु जीवन दर्शन एवं रचनाएँ ताओ ते किङको निर्माता हुनुहुन्छ उहाँ। भगवान बुद्धलाई जस्तो हामी मान सम्मान र प्रतिष्ठा दिन्छौँ यहाँ, त्यस्तै चाइनाको बुद्ध पुरुष लाओत्सुलाई मान सम्मान र प्रतिष्ठा दिनुहुन्छ है चाइनामा। अनि उहाँको यस्तो छोटो किताब छ। उहाँ भन्नुहुन्छ न सत्य लेखिन्छ न सत्य बोलिन्छ, यो सत्य लेख्नुपर्छ, सत्यलाई उहाँ शब्दमा कोर्नुपर्छ भनेर उहाँ कुनै समयमा चाइना छोडेर भागेको पनि है। अनि यसको विशेषताहरू, यसको गाथाहरू म तपाईँहरू बिचमा ल्याउने छु। चुङ्गीको नाममा लेखिएको जुन किताब हो है, उहाँको आध्यात्मिक यात्रामा उहाँको विशेषता बेग्लै रहेको छ। जो पनि आध्यात्मिक यात्रामा हुनुहुन्छ उहाँहरूलाई लाओत्सुको विषयमा सायद थाहा होला, तर हामी आम मानिसहरूलाई भने लाओत्सुको विषयमा धेरै जसो थाहा नहुन सक्छ। उहाँको विचार अमूल्य रहेको छ। उहाँ भन्नुहुन्छ पुस्तक और मित्र भले ही कम हो लेकिन अच्छे होना चाहिए। किताब र मित्र भलाइ कम्ती होस् तर राम्रो हुनु पर्यो, अच्छे होने चाहिए भन्ने चाहिँ उहाँ भन्नुहुन्छ सत्यलाई लेख्न सकिन्न, सत्यलाई महसुस गर्न सकिन्छ। सत्य शब्दमा बयां हुँदैन। सत्यलाई यदि शब्दको सहारा पर्छ भने त्यहाँ सत्य छैन। सत्यलाई शब्दको सहारा पर्दैन, बरु शब्दलाई सत्यको सहारा पर्छ है। उहाँ मिठो कुरा गर्नुहुन्छ। मैले अस्ति भने नि एउटा कुरा, सत्य हामीले बचाइराख्नु पर्दैन, बरु सत्यले हामीलाई बचाउँछ। हामी सत्य बचाउनु पर्छ भन्ने मूर्खताको पछि कुद्नु हुन्न, सत्यले हामीलाई बचाउँछ। मिठो कुरामा राख्नुहुन्छ। अनि यसको विशेषता म तपाईँहरू लिएर आउनेछु। अहिलेलाई भने म तपाईँप्रति बिदा लिन चाहन्छु है। थ्याङ्क यू।